साथीहरु हामी चाहिँ घर आइसक्यौं बेबीले त कपडा पनि चेन्ज गरिसक्नु छ म चाहिँ गरेकै छैन ओहो ओहो ओइ देख्न सक्नुहुन्छ यहाँनिर हजुर ओइ कस्तो राम्रो कान हो नि 1 2 3 4 5 6 7 8 9 वटा एउटा लिऊ त्यसले बेबी त्यसले उ गर्छ होला छोड्दिनुहोस् त्यसलाई कनाइले जस्तो गर्दिनु त कस्तो राम्रो हो त कान हेर्न न कत्रो कत्रो कान भएको दुध खान खोजेको होला त्यो एउटा कस्तो सानो रहेछ उयो त दुईटा रहेछ लास्टै अन्तिमको होला त्यो यो त कति सानो त्यही त भन्दैछु त मुन्नी मुन्नी मुन्ना हो मुन्ना बागो यता आइज न कति राम्रो होला है ओके सफा सफा नि यिनीहरू खोरी गन्दै बराबर उयो चाहिँ सानोलाई चाहिँ टिप्दैन यिनीहरू उसको होला क्या यता न सानो चाहिँ टिप्दैन कुन टिप्दिनु अरे गयो पल्लो खोल यहाँ बेबीले चाहिँ मोरङ्गे केलाउँदै हुनुहुन्छ कसरी भनेदेखि त्यहाँनिर त्यसरी अनि यो सिङ्गालाई त्यहाँ त्यसरी केलाउँदै हुनुहुन्छ मलाई चाहिँ आलस यहाँ छ चाहिँ यहाँ आलस फुट्दैछ बिहा हालेपछि चाहिँ अचार बन्नेछ यता देखो उता देखो कस्तो लाग्दैछ यो कुर्ता कस्तो महसुस हुँदैछ कस्तो मिठो मिठो होइन ओके ठिकै गाइस हामी चाहिँ अचार बनाउँदै थियौँ बनाउँदै मम्मीले चाहिँ प्याजी ल्याइदिनु भएको छ हामीलाई अनि हामी चाहिँ खाँदै ठिक्क लाइन पनि गयो अनि फेरि मटर बनाएको खाँदै कस्तो छ पछि प्याजी र आलु छ प्याजी अनि यता आलु छ दुइटै हानेर हिँडेको धान चाहिँ देख्न सक्नुहुन्छ हेरेर दिल मटर बन्द गर च कते 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 मलाई यसो सेतो कुकुर कति धेरै मनपर्छ कि मुन्ना अरे मुन्ना बाबा हेरे बेबी यता देखाउँ न यहाँ फोहोर छ क्या देखाउँ न दवाई अरे मेरे खोपड़ी में कितनी टेंशन है तेरे को मालूम है क्या मुझे थोड़ा दिन राति राति सालले दुखाइदिएको अवस्था गाईहरू देख्न सक्नुहुन्छ यस्तो खतरा टस बारिरहेको मैले यहाँ पुरै उयो देखाएको छु यस्तो खतरा स्याल त्यसलाई पनि त्यही मोटरमा पुगेर झुकिन्छ त्यहाँ भित्र जान्छस् जादिनस् यो डराले जानुपर्ने सुँगुरलेलाई अहिले मलाई यहाँबाट छिराएर दे त मनको जाउने मात्रै हो होइन 1 2 3 4 5 गाइस उसलाई चाहिँ भोक लाग्यो अरे त्यो के भन्छ अरे त्यो युट्युबमा रोटी हालेको देख्ने बित्तिकै पराठा मतलब त्यस्तो हालेको देख्ने बित्तिकै भोक लाग्यो अरे अनि ऊ चाहिँ रुँदै थियो क्या यहाँनिर अहिले भर्खर चाहियो भनेर अनि मैले चाहिँ के हुन्छ भनेको चाहिँ अब पिठो मम्मीले छ भने चाहिँ कनेर काका पिठो खोज्नेछु अनि त्यसपछि म पराठा बनाउनेछु नरौ ल ल नरौ ल भयो पिठो खोज्नु लु
मेरो चाहिँ कस्तो यस्तोमा डार्क सर्कल हो कि के भन्ने बसेको छ तिम्रो फेस के भएको यस्तो हाम्रो बदिनी पनि बर्थडे छ उल्टैपट्टि विस गर्न भन्दैछ हामी चाहिँ नगर्ने भनेको रुन लागेर टाढमा गइरहेको छ तर हामीले उयस त गरे हामीले टिकटकमा फेसबुकमा चाहिँ बिहानै युज गरिसकेको छ तर उसको बिहानको पढाइ छ नि त त्यही भएर हामीले अगाडि नै मम्मीले चाहिँ सबसे बिहानै युज गरिसक्नु छ हामीले चाहिँ भएको छैन ओहो यहाँ हेर्न सक्नुहुन्छ अनि होइन मनिषाले फोन गरेर के भनेको थाहा छ आइस खै त अरे मनिषाले अनि त्यसपछि होइन अनि त्यसपछि के भन्छ अरे अनुष्काको बर्थडे हो आज भनेको अनि मेरो नन्दलाई ह्याप्पी बर्थडे अरे म त सुतेर लेख सक्थ्यो त्यस्तै भनेको थियो है जस्तो भनेको मैले त्यस्तै भनेको अब त यसो अलि के भन्नु थियो होला बढाइ चढाइ देख सकते हो ये इसको देखो ना नंगा नंगा रास्ते पे चल रहा है इसका हैप्पी बर्थडे थैंक यू लगाई आज तो मेरा बर्थडे है गिफ्ट देख सकते हो हम इधर क्या ढूंढ रहे हैं मम्मा ने यसलाई चाहिँ रोटी नभए नहुने भएन न यस्तरी साइकल भन्नु पनि साइकल चलाइराखेको थियो खाना मन लागेपछि यसलाई सक्यो कि अब हामी जाँदैछौँ पर मन भएर पैसा यहाँ पैसा लिन छ मनसँग पैसा गरेर मन पराउँछ मन त भेट्दैछौँ अरूले चाहिँ कल गरिसकेको भन्नु नास्ता पानी हाम्रो मदर सुता हुनुहुन्छ देख्न सक्नुहुन्छ हाम्रो मम्मीले चाहिँ एकदम भाँगेर आज काम हुन्छ नि आमै घर कहाँ हो माता खोला कहाँ पुग्नु पर्ने उम्बो खोला कति पो लिन्छ एक पोका पिठोलाई खै 120 कि 200 तो घाम लाग्यो नि मैदा ल्याउनु के जब हामी चाहिँ हाटखोला जानु पर्यो यो चाहिँ फेरि यहाँ पुरै आन्टी जस्तो भएर आइरहेको थियो क्या अब यसलाई निकाल्नु पर्यो आन्टी त हुन्छ त पैसा ल यसमै बस्छ अब आन्टी जस्तो भएर आइरहेको थियो अब चाहिँ हामी जानेछौँ हाटखोला मम्मीहरू हेरै हुनुहुन्छ यसले चाहिँ कपडा कस्तो खालको लगाउँछ नि यो के भन्छ अरे लगाउने बेला सुरुमा राम्रै लगाउँछ होइन मेरो टी सर्टहरू लगाउँछ अनि लास्टमा धोस पार्ने कपाल पनि त्यस्तो छ अनि हामी हिँडेको बाई बाई मम्मीहरू यहीँ हुनुहुन्छ हामी चाहिँ गयौँ हाटखोलातिर के भन्छ लिएर आइपुग्यौँ अब म यहाँ आँप झार्ने छु होइन ट्याक्क आँप झारेर अनि आँपको पनि अचार बनाउनु पर्ने हुनेछ मिठो हुन्छ गाइस म आँप झार्छु गाइस ये देख सकते हो मैंने आम टिका है कितना बड़ा है इसको रखूँगा अच्छी यहाँ पुगेर लिएर आएको कति गर्मी भइरहेछ म मुख धुन्छु ल साथीहरू मलाई के बनाइदिनु भएको फेरि पराठा बनाइदिनु लाग्नु भएको र यहाँनिर यस्तो बनाउँदै हुनुहुन्छ खराब बनाउँदै हुनुहुन्छ
देख सकते हो दोस्तों, इसी से बना रहे हैं। इधर पाक रहे हैं। गाइस हाम्रो फाइनल भइसक्यो ल। चना मटर यता छ, अचार यता छ, पराठा यता छ। अब खाने मान्छे देखाउनु न एकछिन हाम्रो। ओके आइसु त खान यता छिन्। बनाउने मान्छे यता छ। गर्मीले नुहाउन्जेल भएको मान्छे यत्रो बनाउँदा होइन, यस्तो गर्मीमा कति गाह्रो हुन्छ। ओके सबैजनाले अब टेस्ट गर्नेछन्। तपाईँलाई यो आइसलाई तर बाक्लो दिन पाताले खा सिलाएपछि नराम्रो हुँदो रहेछ त। ल तँलाई आइस त एउटा भयो अगाउँछस्? मलाई त 4टा चाहिन्छ। 4टा त सम्झिने 5 सम्झिने। ल तँलाई जम्मा 4टा होला। राख्न अनि म चाहिँ कसरी खानु त नि? हो ल, यति तँलाई, यति बेबीलाई, यति मलाई। भयो त के हो? वाउ सो ब्युटिफुल छ क्या यति। यसलाई यसरी टेस्ट गर्ने हो क्या, यस्तो गर्ने अनि यसरी यसमा खाउँदै एकैचोटि भएर एकदम दामी हुन्छ। म पनि देखाउनु न। छुट्टी भयो। भोलि पनि यस्तै खाने ल। अस्ति पनि चाउमिन खाने भने यस्तै खाने भनेको खाँदाखेरि बनाएको थियो नि त। तर हामी दिनदिनै अलग अलग खाजा खान्छौँ है। अझ भयो नि त।